मान्छे मरेपछि स्वर्ग जाने कि नर्क जाने भन्ने दुईवटा अप्सन हुँदो रहेछन् बाउ। राम्रो मन भएका धर्मात्मीहरू स्वर्ग जाँदो रहेछन्, नराम्रो मन भएका लोभी पापी चुइयाहरू चाहिँ नर्क जाँदो रहेछन् भनेर शास्त्रमै लेख्यो बाउ। अनि हजुर महाशय चाहिँ गइबक्सेको भए हुन्थ्यो होला नि, किन मलाई सुनाइबक्सेको त? अब मभन्दा पहिला जाने तिमी हौ। अब आफ्नै बाउलाई जानी जानी नर्क पठाउने कुरा त भएन नि। बरु यसो गरौँ बाउ, यो दसैँमा मलाई एक जोर नयाँ लुगा र नयाँ जुत्ता किनिदिएर पुण्य कमाऊ। हजुर महाशयले कमाई राखिबक्सेको छ अनि किन्दिउला नि। किन चाहियो नयाँ लुगा? घरमै थचारिने अनि टन्न हसुर्ने। मामा घर जानु छैन, ससुराली घर जानु छैन। दुई माना हसुरेर घरमै थचारिनेलाई किन चाहियो नयाँ लुगा? आफू त नयाँ दौरा सुरुवाल हाल्न पाएको छैन। जन्त्र दाइ, तपाईँको दौरा सुरुवाल ल्याएपछि तपाईँले बर्बाद पारिहाल्नु भयो। झन् छोराले थाहा नपाओस् भनेको त्यही बेला तपाईँले आउनुपर्ने। तपाईँ आउनु भएन, तपाईँले बिर्स्यो कि भने मैले पुरानो आएको। हे अवस्था मुनि बाउको कर्तव्य निभाउन नसक्नेले किन छोरो जन्माउनु? छोरालाई छल्ने, ढाट्ने, झुट बोल्ने, आफै मात्रै लुगा सिलाउने भएकोले सिधै नर्क जाने देखियो।